नमस्ते साथीहरू। मलाई चाहिँ राजनीतिकसँग त मतलब थिएन, मलाई मन परिरहेको पनि थिएन। पहिला चाहिँ हत्यारा भ्रष्टाचारीहरूको साथ सपोर्टमा हुन्थ्यो। पैसावाला मान्छे हुँदा चाहिँ जे पनि गर्न मिल्थ्यो, त्यो भएर मलाई मतलब थिएन पहिला। तर जबदेखि चाहिँ बालेन शाहको राजनीतिकमा चाहिँ त्यो मेयर हुँदा पनि मैले उहाँको काम हेरेँ। अनि त्यसपछि बिस्तारै बुझ्दै गए कस्तो कस्तो मान्छेहरूको काम हुन्छ, कस्तो व्यवहार हुन्छ, त्यो हरेक नेताहरूको हेर्दै गए। बालेन शाहको चाहिँ काम हेरेर मेरो मन धेरै खुसी भए। अनि म सोचेको पनि थिएन यति धेरै बोल्छु, कसैको लागि यति सोच्छु भन्ने कुरा सोचेकै थिएन। यति धेरै सोच हुन्छ र धेरै खुसी लागिरहेछ कि हाम्रो देशमा एउटा ईश्वर आइसक्नु भएको छ, जुन भगवानकै रूप भन्नु न। धेरै खुसी लाग्छ। खै किन मलाई मात्रै हो कि सबैलाई त्यस्तो लागिरहेछ? धेरैजना मलाई नराम्रो कमेन्टहरू गरिरहेछ, तर त्यस्तो नगर्दिनु। एउटा देशको लागि धेरै खुसी भएको छु। देशमा केही परिवर्तन हुन्छ, अब राम्रो हुन्छ भन्ने आश छ। त्यसकै लागि म यति भिडियो बनाइरहेको छु र खुसी लागिरहेछ कि धेरै साथीहरू सपोर्ट गरिराख्नु भएको छ मलाई। त्यसको लागि अब बालेन शाहको चाहिँ शपथ ग्रहण ठ्याक्कै प्रभु श्री रामको जन्मदिनकै दिन भइरहेछ। त्यसको लागि पनि झन् धेरै खुसी छु। खै कहाँबाट हाम्रो देशमा यति राम्रो ईश्वर लुकेको थियो, पहिलादेखि किन आएन? धेरै ढिलो गरिदिनु भयो, तर ढिलै आउनुभयो, खतरा आउनु भएको छ। जय नेपाल। राष्ट्रपतिको ठाउँमा चाहिँ हाम्रो राजालाई राखिराख्नु भएको छ। मनको काम गरिराख्नु भएको छ कि मेरो मनमा त्यही चलिरहेको थियो। यो कुरामा पनि बोलौँ, भिडियो बनाउँछु भनेर सोचेको थिएँ, तर सही त्यही भइरहेको छ। कति राम्रो उहाँको सोच छ, धेरै खुसी छु।